गाउँघरका खोला नालाहरू कुवाहरू सुक्न थाले, बारीमा लगाएका मकैहरू सुक्न थाले, मोटरले पानी तान्दैन। अब यो कुवामा पनि अब सुक्नेवाला छ। ये पानी तान्यो, भैँसीले दुध दिँदा भन्दा पनि कम आउँछ। यो समाजमा कस्तो छ भने पानी हेर्नु, यो लाइन छ, एउटा दुईटाको लाइन, एउटा म यता छु, तीनटाको लाइनको पर्खाइमा यहाँको समस्या देखाउँदैछु। अब यो समस्याले के भन्छ भने अब यो ठाउँमा चाहिँ किसानको लागि, समाजको लागि एउटा पानी ट्याङ्की चाहियो, बोरिङ चाहियो, हैन? के छ मेरो भनाइ ठिक छ कि छैन? मेरो भनाइ ठिक छ कि नै? ठिक छ। अब यहाँ यसरी पानी तान्न कतिको तपाईलाई सजिलो छ त? ठिकै छ। अब यति गाह्रो भएर पनि पानी त पिउन पाउनु भएको छ नि। तल पनि सुक्न थाल्यो क्या तल नि। ल हेर अब किसानीको यहाँको समस्या भनेको खै यति त धन्न आउँदो रहेछ। अब यो सुक्यो भने चाहिँ कहाँ जाने हामीहरू? ल हेरौँ अब कुवातिर हेरौँ है। ए बा केही देखिन्न तल, पानी त उम्लिन्छ त तातोले हो। हेर्नु त यो यस्तो छ। यो पानी तान्यो छम्रेटो मात्रै आउँछ अनि मर्ने त जनता नै रहेछ नि। यो यत्रो पेटमा गयो भने के फरक पर्छ? यहाँ के हुन्छ असर? पत्थरी नै पत्थरी। हेर्नु यहाँ कुनै ठाउँमा यो पानी धेरै परेर गाउँहरू, यो सहरहरू, नालाहरू डुबानमा परेका छन्। अब यो ठाउँमा यस्तो समस्या छ, बारीमा लगाएका हरेक तरकारी सुकेका छन्, हरेक मकैहरू सुकेका छन्, हरेक किसानहरू पीडामा छन्। एउटा धेरै पीडामा परेको भनेको यहाँ मेरो बुढिया धेरै पऱ्यो पीडामा नै। अब रोपेको मकै नहुँदाखेरि पिदा लाग्यो होइन? भइहाल्छ, तर राम्रोसँग भएको छैन नि त, पानी भएको जस्तो हो कि नै? इन्दा भए पनि हुन्छ, नभए हुन्छ, सुक्या नल्ठा खाए पनि हुन्छ भन्ने एउटा हिसाबले चल्यो हो कि न? यो पानी यति इम्पोर्टेन्ट रहेछ, यति रहेछ। तर 3 भाग पानी र 1 भाग जमिन भए पनि तर यो पानी चाहिँ कहाँ गइरहेको छ के? घर घर कहाँ किन पुग्दैन है? यस्तो छ समस्या। अब यो समस्या सबैको होइन, जहाँ पानी पर्दैन, जहाँ कुवाहरू सुकेका छन् त्यहाँको समस्या हो। तपाईँहरूको ठाउँमा पनि समस्या हुनसक्छ। कस्तो लाग्छ यो भिडियो? कमेन्ट गरौँ है त।